मलाई लाग्छ राष्ट्रिय परिचय पत्र सम्बन्धी नयाँ अपडेट धेरैजनालाई थाहा छैन होला। यदि जान्न चाहनुहुन्छ भने भिडियोलाई अन्तिमसम्म हेर्नु होला। र त्यो अपडेट के हो भन्दाखेरि तपाईले अब आफ्नो राष्ट्रिय परिचय पत्रलाई आफ्नो मोबाइलमा अथवा आफ्नो ल्यापटपमा डाउनलोड गर्न सक्नुहुनेछ र त्यसलाई युज गर्न सक्नुहुनेछ। र राष्ट्रिय परिचय पत्रलाई कसरी डाउनलोड गर्ने त भनेर चाहिँ भिडियोमा म तपाईलाई सिकाउने छु। भिडियोलाई अन्तिमसम्म हेर्नु होला। आउनुस् सुरु गरौँ। राष्ट्रिय परिचय पत्र डाउनलोड गर्नको लागि सबैभन्दा पहिला पञ्जीकरण विभागको वेबसाइटमा जानुपर्ने हुन्छ। तपाईले स्क्रिनमा पनि देख्नु भएको छ होला। यसको वेबसाइट citizenportal.donidca.gov.nb भनेर चाहिँ वेबसाइट रहेको छ। यस वेबसाइटको लिङ्क मैले यस भिडियोको डेस्क्रिप्सनमा पनि दिनेछु। तपाईँ त्यहाँ गएर डाइरेक्टली यो वेबसाइटमा भिजिट गर्न सक्नुहुनेछ। र तपाईँ सबैभन्दा पहिला भिजिट गरिसकेपछि यस्तो खालको इन्टरफेस देख्नुहुनेछ जसमा 4वटा अप्सन रहेका छन्। चेक एनआइडी कार्ड स्ट्याटस, डाउनलोड योर एनआइडी, निड मोर इन्फर्मेसन र एनआइडी कार्ड रिप्लेसमेन्ट पेमेन्ट भनेर रहेको छ। जसमध्येमा हामीलाई चाहिने भनेको डाउनलोड योर एनआइडी भनेर यसमा क्लिक गर्नुपर्ने हुन्छ। अब नयाँ इन्टरफेस खुल्छ र नयाँ इन्टरफेसमा तपाईले विवरण भर्नुपर्ने हुन्छ। सबै दिएको विवरणहरू तपाईले सही तरिकाले भर्नु होला। भरिसकेपछि अब तपाईले तलपट्टि क्याप्चा रहेको छ। त्यो क्याप्चालाई पनि तपाईले जस्तो दिएको छ त्यस्तै भर्नुपर्ने हुन्छ। यति भरिसकेपछि तपाईले यहाँ तलपट्टि सर्च भन्ने अप्सनमा क्लिक गरिदिनु भयो भने तपाईको मोबाइलमा जुन नम्बरमा राष्ट्रिय परिचय पत्र रेजिस्टर भएको छ त्यो नम्बरमा ओटिपी आउँछ र त्यो ओटिपी तपाईले यहाँ राख्नु भइसकेपछि बल्ल तपाईको राष्ट्रिय परिचय पत्र देखिनेछ। यसरी तपाईले आफ्नो मोबाइलबाट अथवा ल्यापटपबाट राष्ट्रिय परिचय पत्र डाउनलोड गर्न सक्नुहुनेछ। अवश्य पनि साथीहरूलाई यो भिडियो राम्रो लागेको छ होला। यो तपाईले यो भिडियोलाई आफ्नो साथीहरु माझमा पनि शेयर गरिदिनु होला भन्दै आजको यो भिडियोबाट बिदा हुन चाहन्छु। हस्त धन्यवाद।